समुद्री सतहबाट 2537 मिटरको उचाइमा अवस्थित कुमाख लेकको शिरमा पुगेपछि जो कोहीलाई लाग्छ पृथ्वीको अत्यन्त सुन्दर ठाउँ मध्येको एक, अर्थात् हामीले कल्पना गरेको स्वर्गको एक अंश यही हो। हरित पहाडको सबैभन्दा माथि देखिने यस प्रकारको दृश्यले कसको मन लोभ्याउँदैन होला र। यहाँबाट नियालेर हेर्यो भने देशकै मध्य तथा सुदूरका विभिन्न जिल्लाहरूको भूगोलसँगै भारतको रूपैडियाको छेउछाउसम्म पनि देख्न सकिन्छ। अहिले कुमाखको फेदसम्म सडक पुगेकाले यहाँसम्म जान केही सहज भने भएको छ, तर सडक पुगेको स्थानबाट यहाँ पुग्न थप 2 घण्टा पैदल हिँड्नुपर्छ। घना जंगलको बाटो पैदल मार्ग हुँदै यात्रा गर्दा विभिन्न जडीबुटी, वनमा पाइने फलफूल र वनस्पतिको रस स्वादन गर्न सकिन्छ भने चराहरूको चिरबिर आवाज अनि वन्य जन्तुको चहल पहलले एउटा मौलिक संगीतको सिर्जना गरिदिन्छ। त्यही संगीतमा डुबेर यात्रा गर्दा थकाइको महसुस नै हुँदैन।